नमस्कार, मेरो नाम पूर्णी बिक हो। म मध्यबिन्दु 9 मा बस्छु, भुबुटोलमा। म 69 सालदेखि नवप्रतिभामा म बसिराखेको छु। म नवप्रतिभाबाट मैले 16,000 निकालेर मैले बाख्रा पालेको हो। अहिले बाख्राले पनि दिएकै छ, राम्रो भएको छ। मैले नवप्रतिभाबाट 50,000 निकालेर थोरै जग्गामा मैले तरकारी खेती गर्न सुरुवात गरेँ। मैले फेरि तेस्रो चोटिमा 90,000 निकालेर बाख्रा पालेर तरकारी खेती गर्दै आएको छु। बाख्रा तरकारी सबै मैले नवप्रतिभाबाट 2 लाख रुपियाँ ऋण निकालेर अहिले मैले फर्सी लगाएको छु, काउली लगाएको छु, अनि फेरि करेला लगाएको छु, अनि लौका लगाएको छु, टमाटर लगाएको छु। मैले अहिले धेरै खेती गरेको छु। 2 लाख रुपियाँ निकालेर मलाई राम्रै भयो। 69 सालदेखि म बचत गर्दै आएको छु नवप्रतिभामा। ऋण पनि खाँदै आएको छु मैले। तरकारी खेती सबै थोक लगाएको छु मैले। सबैले बचत गर्न राम्रो हो। बचत गरेको पनि राम्रो, मैले बचत पनि गर्दै आएको छु। अहिलेसम्म मैले किस्ता पनि रोकेको छैन। यही तरकारी खेती बाख्राबाट म एउटा मात्रै बसेछु। राम्रो हो नवप्रतिभामा बचत गर्नु। तपाईँहरूले राम्रो भएको छ। मैले पनि बचत गरिराखेको छु। आफूले ऋण पनि खानुहोस्, बचत पनि गर्नुहोस्। नवप्रतिभा राम्रो छ। नवप्रतिभा जस्तो अरू छैन। सबै राम्रोसँग गर्नुभयो भने राम्रो। मैले पनि बचत गर्दै जान्छु, हजुरले पनि बचत गर्दै गर्नु। मेरो तरकारी खेती बाख्रा पालन मलाई ठुलो हात छ यो नवप्रतिभाबाट। मैले एकदम धन्यवाद दिन्छु। हस्त, नमस्ते।